झापामा केही साप सुटरहरू आक्रमणको लागि तयारी अवस्थामा थिए, तर बालिन्सा उडेको हेलिकप्टर झापा नगई ऊ काठमाडौँ नि फर्कियो। दर्शकबिन नमस्कार, हार्दिक स्वागत छ। आज फागुन 21 गते अर्थात् निर्वाचनको दिन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालिन्सा मतदानपछि झापा जानको लागि तयारी अवस्थामा थिए। उनले हिजो नै निर्वाचन आयोगबाट आधिकारिक पत्र समेत लिइसकेका थिए, तर आज बिहान भने उनले काठमाडौँमा आफूले मतदान गरेर झापा जानको लागि उड्ने तयारीमा थिए। काठमाडौँमा मतदान गरिसकेपछि उनी झापाको लागि त्यहाँबाट उडे। अन्तिम समयमा सुरक्षा सम्बन्धी जोखिमको सूचना आइसकेपछि उनी झापामा अवतरण नगरेर काठमाडौँ नै फर्किएका थिए। सुरक्षा स्रोतका अनुसार झापामा केही साप सुटरहरू आक्रमणको लागि तयारी अवस्थामा थिए। त्यही सूचनाका आधारमा सुरक्षा निकायले उनलाई त्यहाँ नजानको लागि समेत आग्रह गरेको रहेछ, जसका कारण झापातर्फ उडेको हेलिकप्टर काठमाडौँ नै फर्किनको लागि बाध्य भएको थियो। सोही कारणले आज बालिन्सा झापामा जाने तयारी स्थगित रहेको प्रष्ट बुझिन्छ। तपाईहरू यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, पक्कै पनि यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्न नभुल्नुहोला।